कमरेड तपाईं कस्तो समाजवादी? कविता सुरु हुन्छ। कमरेड तपाईं समाजवादका बहस चलाउनुहुन्छ। नेपाली समाज समाजवादले गरिब भयो। समाजवाद मजदुर वर्ग अल्झाउने गतिलो अस्त्र बन्यो। तपाईंलाई मेरो प्रश्न, समाजवादले बहुदलवादी भन्छ र? संसदलाई पुँजीपतिको सम्पत्ति मान्नेले निर्वाचनमा पनि बहुमत देऊ भन्छ र? तपाईले समाजवाद बुझाउन सक्नु भएन हो? मार्क्सवादी व्याख्या नमान्ने पनि समाजवादी बन्छ र? रुसी क्रान्ति जसरी संशोधनवादमा ढल्यो, तपाईको वर्गीय मुक्तिको क्रान्ति पुँजीवादको मित्र बन्यो। हामीले समाजवादी मानिदिनु पर्ने जसले निजी सम्पत्ति विदेशमा सञ्चय गरेको छ। हामीले समाजवादी भनिदिनु पर्ने जो व्यवहारमा कोर्नी क्यापिटलिजम बनेको छ। तपाई त कस्तो पुरातनवादी, उत्पादनका साधनमा प्रविधिले कब्जा जमाइसक्यो। तपाई उत्पादनका साधन मजदुर भन्नुहुन्छ। समाजवाद प्रति एकत्रित हुन नसक्ने कस्तो समाजवादी, समाजवाद लेखेर मक्खै पर्ने कस्तो समाजवादी, ऋण लिएर देश चलाउने कस्तो समाजवादी, उत्पादन बन्द गरी कमिसन खाने कस्तो समाजवादी। कोबाट समाजवादको अपेक्षा गर्नु जो संसदवादमा डुबेको छ, जो जातीय र क्षेत्रीयवादको हिमायती छ, जसले पुँजीवादसँग कुम जोड्यो, उसैले समाजवादको नारा थमायो। समाजवादीहरू गरिब पो हुन्छन् त, जो अरबौंको मालिक छ, जसको विदेशमा लगानी छ, त्यो कसरी समाजवादी अनि देश कसरी समाजवादी? समाजवाद त विकास गर्ने हो, आफैमा निर्भर नहुने कसरी समाजवादी? जात थर बदलेर सबै जाति समान भन्ने कस्तो समाजवादी? निशुल्क शिक्षा भन्दै बुर्जुवा शिक्षा लाद्ने कस्तो समाजवादी? सर्वहारा जनता भन्दै जनताको आहार गर्ने कस्तो समाजवादी? हवस् त, धन्यवाद, नमस्कार।